सपना केसरी Welcome to my wedding diaries. ढिलो इन्ट्रो भयो, ढिलै नै गर्ने भनेको हो मैले चाहिँ. सो अब हामी पुग्न लाग्यौँ. कस्तो मजाले जाम लागेको. पाउली आइपुग्यो अरे, पाउली लमजुङ. This is literally our condition right now. रात त यस्तो पो भयो नि त. ओहो नतिजा त राम्रै भएछ. एकदम राम्रो. ल हाम्रो बिहे घर शुभ विवाह केही देखेन भाइ. प्रशान्त लभ भक्ति. बिहेको ग्लो त ल बिहेको बेहुली यता. हेलो भन्दिनु न. ढिलो भयो ढिलो भयो. केही देखाएन भाइ. शारदा दिदी नमस्ते दिदी. हेलो भनिदिनु नि त. हेलो. केही देखेको छैन. मेरो पुन्टु. हेलो पुन्टु बहिनी. ल आउनु दिदी ल्याउनु न. हेलो भन्नु काकी. तिमीले दिएको पानी त म त मिक्सरमा मोलेछ भन्यो. मेरो नयाँ प्यान्टको हालत हेर हेर. लु हेर यहाँ प्लिज. खाना त खाना खाइहाल्ने हो अब. हेलो गाइस, मेरो ब्याट्री डेड भयो. कति वर्ष भयो नदेखेर. पुरानो बोयफ्रेन्डहरुको नाम कति वर्ष सबै लेखेर हेलो गाइस. चिया पुन्टो यता आउ तिमी नि भिडियोमा. हेलो भन्नु. हेलो. अब को खानुहुन्छ अरे तपाईँ मात्रै हो. ऊ भक्ति खानु दे. नखानु भक्ति त. हेलो गाइस, त्यही हो. राम्रो इन्ट्रो पनि भएन तर म चाहिँ बिहेमा आइसकेँ दिदीको. अनि भोलि चाहिँ अफिसियल बिहे हो. आज चाहिँ मेहन्दीहरू थियो. दिदी मेहन्दी लाउँदै हुनुहुन्छ. रातिको 12:30 भइसक्यो. सो त्यही हो, रमाइलो भइरहेछ, चिसो चिसो भइरहेछ. अनि भ्यू चाहिँ एकदम राम्रो छ है. सबभन्दा दामी चाहिँ यो भ्यू हो है. लुक एट द भ्यू. अनि आज पूर्णे पनि हो रे. सो लुक एट द मुन. यता मेहन्दीको कार्यक्रम सकेको चाहिँ छैन. मेहन्दी लगाइदिँदैछु अस्ति. हामी त बल्ल सुत्न जानु लागेको साथीभाइहरू. केही देखिँदैन त. टाढो छ. हाम्रो सुत्ने ठाउँ साथीभाइहरू. सबैजना गुड नाइट भनिदेऊ. ल मेहन्दी दिदी गुड नाइट. गुड नाइट. गुड नाइट पुन्टु. गुड नाइट. गुड नाइट शारदा दिदी. ए लसुन पनि गुड नाइट. ल The next morning. Good morning guys. रुगाले धोस्दै हान्यो हौ. अझ कोक खान्छु रे. हामी अलिक ढिलै उठ्यौँ.
अब रेडी हुने दोस्तै कपडा दोस्तै मान्छे दोस्तै भ्यू चाहिँ दामी छ गाइस मान्छे जस्तै दोस्तै भयो पनि कतिका हिजो राति यस्तो दामी देखेको थियो तिमीले फेरि भ्लगमा हाल्छ के पुगेर आयो सिलिन्डर के जाडो ब्राइडल आफ्नो भान्जी भनेर होइन प्रशंसा जन्ती आउन लागेको छ हामी चाहिँ कुदिरहेको हाम्रो बेहुली अब रेडी बाहिर जानुलाई टु अटन कति राम्रो देखेँ है हामी खाइहाल्ने गाइजहरू लाज लागिरहेको छ पनिर लु हामी काम तापेको यता दुलै नानी ऊ त्यहाँ बसिसकिन् आज तिम्रो मायामा पक्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा बेला बेला बे हैन हैन मेरो सोचिनी हो के त्यति हो अनि त लुगाउनु भन्यो म पनि हेर्न सोच कसरी दिन्छ हो लुगाउनु गर्दिन त के नि हुँदैन लुगाउनु भनेको त्यो नलुगाइकन पैसा दियो नि लुगाउने पाए के हो थ्यांक यू भाइ पुग्यो म भन्न आएन कि एकछिन रुनु न तिमी रुनु त मेरो म त हामी त पैसा लिन हामी चाहिँ अब फोटो खिच्न जाने हाम्रो बिहे घर त्यता है गाइस अब हामी यो पछि धापा के रे नानी ठाउँको नाम धापा सिंह दाइहरूको घरको नाम के धापा सिंह जाने हामी यो पछि बेहुली पुऱ्याउन अनि गुरुङ ड्रेस चाहिँ हामी भोलि लाउने लप्ली छ है लप्ली छ हामी अब एकछिनमा जाने जन्ती अनि हामीले चाहिँ साडी वाडी पोल्दिएको एकदम अनकम्फर्टेबल भएर अनि हामी चाहिँ हाम्रो आउटफिटमा अन्त मासु खान आएको
केटाहरु सबै गएर घर गएर तयार भएर बाइकमा पहिला दुलै नै न दुलै दुला हैन Amion. Hello, hello. बिचारा सामान लिएर आइरहेको छु नि फुपू र मम्मी जल्दी जाने हम झरेको गाडीबाट जुन लगिरहेछ अब हामी जन्तीसँग हिँड्दै जाने हाई गरिदिनु नि हाम्रो दुबई त यता म बोलाउँदिनँ मलाई लाज लाग्छ Yuhu, Janti. अर्किता गुरुङको यहाँ टिका लाउँदैछ अनि टन्नका गुरुङलाई बाजे झुन्दैछ खला लाग्यो देखे खाएर केही पनि Lala, बेहुलीहरु यहाँ खाना खाँदैछन् TikTok कार्यक्रम Indra सक्यो
के नदेखिँदो रहेछ तर त्यो हिमाल हो त्यता। गुड मर्निङ फ्रम के ठाउँ हो यो? ढापासिङ। म हिमाल देखाउँछु नि तपाईँहरूलाई। हिमाल राति झन् दामी भयो। हाम्रो बिहे सुरु भइसकेको छ। हिमाल मासी दिदी हाई भनिदिनु। सादा दिदी हाई। हेलो लुगा भेट्यो। हेलो हेलो भनिदिनु दाइ। ल थ्याङ्क यू सो मच। गर्नु है लु लु लु। रेडी म बेहुली दिदी देखाउँछु। रेडी हुँदैछ सबैजना। ल हाम्रो बेहुली दिदी रेडी। खाना खाने लस्सी बनाना लस्सी कोदोको लस्सी भन्नु न। बोबा पनि रहेछ हेर्नु त्यहाँ। स्मल साइजको बोबा। त्यता कस्तो खाना हामी चाहिँ यता फोटो खिच्नु आएको यो चौतारातिर। हेर्नु है त हिमाल ठाउँ पनि कति राम्रो छ। मेरो गुरुङ ड्रेस हिजो चाहिँ साडी लगाएको थियो, आज चाहिँ गुरुङ ड्रेस लगाएको हामीले। रमाइलो भइरहेछ। अब हामी घर फर्किने एकछिनमा, अलिकति बेलुकातिर हुन्छ होला सायद। हेलो भनिदिनु। हेलो हाई भनिदिनु।
बेहुलीको साथीहरुमै गाइस 1 2 3 गो धन्यवाद ल दाइ हेलो भन्दिनु हेलो बहिनी के छ चियर्स हाम्रो एउटै लाउँदैछ नि तिमी लाउनु पर्ने अब अनु दिदीलाई ल राम्रोसँग जानु पछि भेट्दै गरौँ भेट्यो भने बोलिहाल्छु साइनो फुपूको छोरी हजुर वेलकम टु माई ब्लग अब बाई बाई बिहेको ब्लग सक्यो अब हामी जाने गाडी आउँछ नरुनु नि त सोल्टीहरू छोड्न मन लागेन कस्तो होला मेरो त सब दाइ फेरि नो सोल्टी नि फेरि हाम्रो यहाँ भोज खाने ठाउँ थियो यस्तो फराकिलो छ हौ ठाउँ हाम्रो गाडी त्यता छ बाई बाई झापा सिंह है नाम बाई बाई भन्दै नि त मेरो बहिनीको भ्लगमा सब्स्क्राइब गरिदिनु होला सबैजनाले खै भिडियो लके गरिरहेको छु त भिडियो ल गाइज थ्याङ्क यू सो मच बाई बाई अस्मिता सी यू पछि थ्याङ्क यू सो मच ल गाइजहरू फेरि चुरोट पाएको अवस्था सेकेन्ड ब्लगमा यहाँ चुरोट सबैको चोरे आएर अहिले त्यस्तो नभन न म नखाने मान्छेलाई अहिले हिँड्न लाग्यो कि हामी हिँड्न लाग्यो मलाई के थाहा बाई बाई भन्थ्यो हेलो गाइस आज खाना खान जान लागेको राति हाम्रो पार्टीबाट के अरे बिहेबाट हल्का उठेको पैसाले हामी खाजा खान जान लागेको ढिलै भयो यो चाहिँ बेसी साह्रो गाइस हेर्नुहोस् झिलिमिली छ छिटो आउने भनेको डाँडा डाँडा ल्यायो मलाई त दिनलाई ब्लग बनाउँदैछ कि इज्जत छ मेरो अनि कति छोरा मागेको अनुति त बिहेबाट आएको बेसरी छोरा माग्यो यार ल सोल्टीहरू लाइन लगाऊ के अरे के गुरुङले तपाईँ लामा गुरुङ हो ल हामी आइपुग्यो यही रहेछ है हाम्रो अड्डा आजको यस्तो टाढा गाइस लिपस्टिक लाउने है त हाम्रो क्यापेचिनो आयो यो दिदीले भनेको यहाँबाट चिनी हाल्ने है अनि त्यो गुवा जे पाइँदै आउँछ दिमागले दिदीलाई
कारा गाइस हामी चाहिँ यो खाने अनि चल्दिस भनेको अब कोही पनि मान्छेहरू सेलाइसक्यो यहाँ हेलो यो क्यापाचिनो हो जाडो छ क्यापाचिनो खाऊ के हाँस्यो क्यापाचिनो भन्नु म मेरो ब्लगमा चाहिँ पनि नभने त्यही भनेको क्या यसले बाई बाई गाइस बाई बाई यति हो ब्लगको लागि थ्याङ्क यू सो मच फर वाचिङ हाई गाइस हामीलाई तपाईहरुले एएस विशालको भ्लगमा नि देख्नु भएको होला अब दिदीको भ्लगमा नि हेर्नु अब हाम्रो पाहुनाहरु है जाँदै हुनुहुन्छ यो हिजो र आज कस्तो रमाइलो थियो मेन गर्दा राति है नाचेर यो दिदी ननाचे नि रमाइलो नाच्छु कि अर्को पाली अब तपाईहरु सबैजनाले हेर्नु भएको भिडियो लाइक शेयर सब्स्क्राइब दिदी एकदमै राम्रो छैन Thank you. Frank पनि अब त्यो नि अब कसको बिहामा भेट्ने त खै अब सिधा अब आफ्नो बिहामा भेट्ने तिमीहरुको बिहामा बोलाऊ है मलाई तपाईकै हुन्छ पहिला मेरो होला ल बाई बाई